प्रभुमा प्रियजनहरू सबैजनालाई ख्रिस्टीय अभिवादन जय मसीह। आज बिहानी फेरि पनि परमेश्वरले हामीलाई यो सुन्दर बिहानी दिनुभएको छ। हामी प्रभुलाई धन्यवाद दिन्छौँ। आज बिहानी प्रभुको वचनबाट छोटकरी रूपमा तपाईँहरूको अगाडि बोल्नको निम्ति मैले येशू प्रभुले दिनुभएको शिक्षा मत्ती रचित सुसमाचार 6 अध्याय 6को म 1 देखि लिएर अलिकति अगाडिसम्म पढेर तपाईँहरूको अगाडि राख्दैछु। यहाँनिर यसरी लेखिएको छ, होसियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। यसकारण जब तिमीहरू दान दिँदछौ तब आफ्नो सामु तुरही नबजाऊ, जस्तो ढोंगीहरूले सभाघरहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछ। साँचो म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। 3 तर जब तिमीहरू दान दिन्छौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले चाल नपाओस्। तिम्रो दान गुप्तमा होस् र गुप्तमा दिनुहुने तिम्रो पिताले तिमीलाई इनाम दिनुहुनेछ। 5 जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरू जस्तो नहुओ, किनकि तिनीहरू सभाघरहरूमा र सडकहरूका कुनाहरूमा मानिसहरूले देखुन् भनी खडा भएर प्रार्थना गर्न मन गर्दछ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। 6 तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रो पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रो पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्य जातिहरू जस्तै व्यर्थमै नबरबराऊ, किनकि धेरै शब्दहरू बोल्दा तिमीहरूको सुनाइ हुन्छ भन्ने तिमीहरूका विचार गर्दछन्। आमेन। परमेश्वरले हामीलाई आशिष दिउन्। आज बिहानी हामीले मत्ती रचित सुसमाचार 6 अध्याय त्यसको 1 देखि लिएर 7 सम्म पढेका छौँ। हामीले प्रिभियस विक येशूको शिक्षाहरू हेरिरहेका थियौँ र येशू प्रभुको शिक्षाहरू हेर्दै गर्दाखेरि यहाँनिर हामी येशू प्रभुले दिनुभएको शिक्षामा 2वटा कुराहरू पाउँदछौँ। यो चाहिँ दान अनि प्रार्थनाको विषयमा येशूले भन्नुहुन्छ। अनि यो दान अनि प्रार्थना, यो 2वटा कुरो चाहिँ येशूले भन्नुहुन्छ, तिमीहरूको गुप्तमा गर भनेर उहाँले भन्नुहुन्छ। यानि कि यो गर्दाखेरि चाहिँ तिमीले दुनियाँलाई देखाइ नरहौ भन्ने कुरो गर्दछ। पहिलो कुरो उहाँले होसियार बस भनेर भन्नुहुन्छ अनि भन्नुहुन्छ कि तिमीहरूले चाहिँ मानिसहरूलाई देखाउनको निम्ति चाहिँ धर्म कार्य यानि कि गुड वर्क्स चाहिँ नगर। धेरैचोटि हामी आज हाम्रो असल काम चाहिँ मानिसहरूलाई देखाउनको निम्ति, अर्को शब्दमा भन्नु हो भनेदेखिलाई मानिसहरूबाट प्रशंसा पाउनको निम्ति हामी गर्दछौँ। हामी आज सोसियल मिडियाको जमानामा छौँ अनि हामीले दान गरिरहेका कुराहरू है, कसैलाई प्रार्थना गर्दै गरेका कुराहरू, कसैलाई केही कुरो सानो दिँदै गरेका कुराहरू हामी फोटो खिच्न रुचाउँछौँ। फोटो खिचेर सोसियल मिडियाजतिर, फेसबुक, वाट्सएप, इन्स्टाग्राम होइन, हाम्रो स्ट्याटसहरूतिर, स्टोरिजहरूतिर हामी लगाउने कोसिस गर्दछौँ। अनि हामीले वास्तवमा यस्तो गर्दा चाहिँ के गरिरहेका छौँ भन्दाखेरि चाहिँ नोइङली या अननोइङली हामीले सेल्फ प्रमोट गरिरहेका छौँ। हामीले अरूलाई देखाइरहेका छौँ कि मैले असल काम गरेँ र हामीले असल काम गऱ्यौँ भन्ने कुरो चाहिँ हामीले यो एउटा मेसेज चाहिँ हामीले दिन खोजिरहेका छौँ। हुनसक्छ हामीले इन्टेन्सनल्ली यो कुरो गरेका छैनौँ होला। हामी कतिजनाले अनइन्टेन्सन, हाम्रो इन्टेन्सन यो छैन होला कि हामीले अरूलाई देखाउन् भनेर हामीले गरेको छैनौँ होला। तरै पनि प्रियहरू, जब मानिसहरूले देख्दछ तब के हुन्छ भन्दाखेरि चाहिँ मानिसहरूकोमा चाहिँ यो एउटा मेसेज पुग्दछ कि हामीले उनीहरूलाई देखाउनको निम्ति, उनीहरूलाई जलाउनको निम्ति, हेर तिमीहरूभन्दा म
असल गरिरहेको छु भन्नको निम्ति हामीले सेल्फ प्रमोट गरिरहेका छौँ भन्ने कुरोलाई दर्शाउँदछ। र यहाँनिर येशू प्रभुले पनि केही भन्नुहुन्छ, तिमीहरू होसियार बस, तिमीहरूको धर्म कार्य चाहिँ कसो गर है, मानिसहरूलाई देखाउनको निम्ति नगर। किनभनेदेखिलाई जब मानिसहरूले तिमीहरूको धर्मकर्म देख्छ नि, तब त तिमीहरूले त इनाम पाइसकेका छौ भनेर भन्दछ। किनभने मानिसहरूले जब हामीले स्ट्याटसमा हाम्रो असल काम गर्दै गरेको, दान दिँदै गरेको, कसैलाई सहायता गर्दै गरेको फोटोहरू लगाउँछौँ भनेदेखिलाई मानिसहरूले वाउ प्रेज द लर्ड भनेर होइन, कसैले थम्सअप दिएर, कसैले रातो हात पठाइदिएर, कसैले फुल पठाइदिएर हामीलाई प्रशंसा गरिरहेको हुन्छ। तर यस्तो गर्दा चाहिँ परमेश्वर चाहिँ वास्तवमा खुसी हुनुहुन्न। परमेश्वरले चाहिँ यहाँनिर के भन्नुहुन्छ भन्दाखेरि चाहिँ जब तिमीहरूले दान दिन्छौ नि, तब तिमीहरूको मानिसहरूको अगाडि तुरै नबजाऊ भन्नुको मतलब चाहिँ तिमीहरूले कसैलाई नसुनाऊ भन्नु चाहेको हो। जब तिमीहरूले दिइसकेका छौ तुरै नबजाऊ। वास्तवमा तुरै भनेको चाहिँ यो दिँदाखेरि तुरै बजाऊ भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँलाई थाहा छ कतिवटा इभन हाम्रो डुवर्सको क्षेत्रहरूतिर है, आदिवासीको कल्चरहरूतिर के छ भन्दाखेरि चाहिँ जब मानिसहरू विवाहमा भोजमा खानको निम्ति निमन्त्रणा हुन्छ, तब उनीहरू खाना खानु आउँछ। अनि खाना खाएर सराई लेख्छन् है, त्यो कतिले समाज भन्छ, कतिले सरौ भन्छ। अनि त्यो सराई लेख्दाखेरि चाहिँ के गर्छ भन्दाखेरि चाहिँ जब मैले खाएँ अनि मैले खाएर मैले जब सराई दिन्छु नि, 500 रुपियाँ मैले यदि सराई लेखेँ भनेदेखिलाई त्यहाँनिर एउटा व्यक्तिले तुरै बजाउँछ, टुरुरु तुरै बजाउँछ। अनि फल्ना फल्ना गाउँको योगेश राईले 500 रुपियाँ दियो भनेर चाहिँ त्यहाँनिर तुरै बजाउँछ, टु गरेर कति रुपियाँ दियो भनेर सबैलाई थाहा हुन्छ। ओके, अनि मानिसहरूले चाहिँ त्यो सुन्नको निम्ति चाहिँ ओके, मेरो नाम चाहिँ तुरै चाहिँ मेरो लागि ठुलो बजाओस् अनि मानिसले सुनोस् मैले यति दियोस् भनेर चाहिँ मानिसहरूले धेरै पैसाहरू दिने गर्दछ। त्यसले 500 दियो, ओके म 600 दिन्छु, त्यसले 600 दियो म 800 दिन्छु, त्यसले 800 म 1000। अनि मानिसहरूले चाहिँ देखाउनको निम्ति, अरूलाई सुनाउनको निम्ति, अरूहरूले चाल पाओस् भनेर चाहिँ के गर्ने गर्दछ, बेसी बेसी रकम त्यहाँनिर दिने गर्दछ। तर यहाँनिर जब येशूले भन्नुहुन्छ, हेर तिमीहरूले जब दान दिन्छौ नि, तिमीहरूको दान चाहिँ हेर गुप्तमा होस्, तिमीहरूले चाहिँ तुरै नबजाऊ, तुरै नबजाऊ। त्यो चाहिँ ढोङ्गीहरूले चाहिँ यस्तो गर्दछ, सभाघरहरूमा मानिसहरूबाट प्रशंसा पाउनको निम्ति चाहिँ के गर्दछ अरे, ढोङ्गीहरूले मात्रै यस्तो गर्दछ। प्रियहरू, तपाईँ र म पनि के जानी नजानी अन्जानमा ढोङ्गीहरू जस्तो त गरिरहेका छैनौँ। हामीले गरेको सहायता, हामीले गरेको मद्दतहरू हामीले सबै फोटोहरू अपलोड गर्दै फेसबुकमा दुनियाँलाई त हामीले देखाएर सेल्फ प्रमोट त गरिरहेका छैनौँ। हामी ढोङ्गी त भइरहेका छैनौँ। फेरि म तपाईँहरूको एगेन्स्टमा छुइनँ, तपाईँहरूले यस्तो गर्दै हुनुहुन्छ भनेदेखिलाई सो सरी। तर बाइबलले चाहिँ येशूले चाहिँ यो कुरो भन्नुहुन्छ, हेर तिम्रो दाहिने हातले दिएको चाहिँ दाहिने हातले के गर्दैछ देब्रे हातले थाहा नपाओस् भनेर भन्दछ। अब यो त कसरी हुन्छ, हुनसक्छ र नि, तरै पनि उहाँले भन्नुहुन्छ यस्तो कुरो चाहिँ कसैलाई पनि तिमीहरूले दान दिँदाखेरि चाहिँ गुप्तमा गर, मानिसहरूबाट प्रशंसा पाउनको निम्ति चाहिँ होइन। प्रेरित 5 अध्यायमा हेर्छौँ भनेदेखिलाई त्यहाँनिर एउटा पति र पत्नीको विषयमा बताएको छ, हननिया र सफराको विषयमा बताएको छ। यो दुईजना जोडीले के गरेको छ भन्नुहोस् त। किनभनेदेखिलाई त्यो समयमा चाहिँ मानिसहरूले चाहिँ, अरू मानिसहरूले चाहिँ के गर्दै थियो, विश्वासीहरूले चाहिँ आफ्नोमा भएको जग्गा जमिनहरू, गाई बस्तुहरू बिक्री गरेर उनीहरूले त्यो पैसा चाहिँ लिएर सेवाकाईको निम्ति भनेर प्रेरितहरूलाई दिँदै थियो चर्चमा। अनि प्रेरितहरूलाई दिँदै गरेको देख्दाखेरि चाहिँ हननिया सफरियाले पनि भन्दछ, हेर सबैले दिँदैछ, हामीले त दिएको छैनौँ, लास भइसक्यो हामीलाई, हामी पनि दिनुपर्छ हौ। अनि उनीहरूले पनि एउटा जग्गा बिक्री गर्दछ। अनि त्यो जग्गा बिक्री गरेर चाहिँ उनीहरूले त्यो पैसा के गर्दछ, आधी पैसा मात्रै दिँदछ। हेर हामी आधी त राखौँ, हामीलाई पनि काम लाग्छ हौ है। तर अब मानिसहरूलाई देखाउनको निम्ति उनीहरूले आधी मात्रै दिँदछ। हजुर हामीले यतिमै बिक्री गरेको नि भनेर आधी पैसा मात्रै दिँदछ। अनि हामीलाई थाहा छ नि त्यसको नतिजा है। त्यहाँनिर पत्रुसले भन्दछ, पवित्र आत्मालाई तिमीहरू किन झुट बोल्दैछौ, के तिमीहरूले यति मात्रै बिक्री गरेको हो र, के त्यो जमिन तिम्रै होइन र, तिमीहरूकै होइन र, के हामीले जबरजस्ती त्यो मागेको थियौँ र, पवित्र आत्मालाई तिमीले किन झुट बोल्दैछौ। अनि हामीलाई थाहा छ त्यहाँनिर
हनन्या र सफरिया दुईजनाकै मृत्यु भएको कुरा हामी त्यहाँनिर देख्दछौँ। किनभनेदेखिलाई उनीहरूले चाहिँ पवित्र आत्मासँग छल गरे अनि उनीहरूले चाहिँ त्यहाँनिर वास्तवमा चाहिँ किन चाहिँ यस्तो गरिरहेको छ भन्दाखेरि चाहिँ सेल्फ प्रमोटको निम्ति क्या, मानिसहरूबाट प्रशंसा पाउनको निम्ति। वाउ, सबैले पनि दिँदैछ, हेर हनन्या सफरियाले पनि दियो भन्ने उनीहरूले चाहिँ बनाउनको निम्ति, खोज्नको निम्ति चाहिँ उनीहरूले त्यो प्रकारले उनीहरूले दिइरहेको छ। उनीहरूको दिनुको पछाडिको मोटिभ चाहिँ प्रिय बाइबलले कति मजाले भन्दछ, तिमीहरू जब दान दिन्छौ नि गुप्तमा देऊ, कसैले चाल नपाउने गरी देऊ। अनि जब तिमीले गरिब दुखीलाई है, तिमीले जसलाई पनि दान गर्छौ, तिमीले गुप्तमा जब गर्छौ नि दान, अनि यस्तो गरेको दान चाहिँ कसले देख्नुहुन्छ अरे? गुप्तमा देख्नुहुने पिताले देख्नुहुन्छ अनि उहाँले तिमीहरूलाई इनाम दिनुहुन्छ भनेर भन्दछ। परमेश्वरले इनाम दिनुहुन्छ। प्रियहरू, मानिसहरूले दिएको इनाम चाहिँ थप्पडी मात्रै हुन्छ है, वाउ भनेर थप्पडी मात्रै दिन्छ। मानिसहरूले दिएको इनाम चाहिँ गुड वर्क, गुड जब, किप इट अप भनेर त्यति मात्रै दिन्छ। मानिसहरूले दिएको इनाम चाहिँ एउटा थम्स अप मात्रै पठाइदिन्छ, स्टिकर। मानिसहरूले दिएको चाहिँ एउटा स्टिकर हार्ट मात्रै पठाइदिन्छ। तर जब परमेश्वरले प्रशंसा गर्नुहुन्छ नि तपाईँको, त्यो प्रशंसा चाहिँ साँच्ची नै अतुल्य हुन्छ। त्यसको तुलना कुनै कुरोसँग पनि हामी गर्न सक्दैनौँ। अनि दोस्रो कुरो चाहिँ उहाँले प्रार्थनाको विषयमा यहाँ भन्नुहुन्छ। उहाँले भन्नुहुन्छ तिमीहरू हेर प्रार्थना गर्दा पनि ढोङ्गीहरू जस्तो तिमीहरू नबरबराऊ भन्छ। हेर्नुहोस् है त, प्रार्थना गर्दा पनि तिमीहरू कस्तो नगर अरे? ढोङ्गीहरू जस्तो तिमीहरू नबरबराऊ। किनभने ढोङ्गीहरूले चाहिँ कस्तो गर्दछ अरे? मानिसहरूलाई देखाउनको निम्ति सभाघरहरूमा लामो लामो प्रार्थना गरिरहेको, एक्लै बस्दाखेरि चाहिँ छैन, प्रार्थनै छैन, प्रभुसित केही सम्बन्धै छैन। तर मानिसहरूलाई देखाउनको निम्ति मात्रै उनीहरूले लामो लामो प्रार्थना गर्दछ। अनि कतिचोटि हामी पनि ढोङ्गी जस्तो नै भइपठाउँछौँ। हामी पनि यो शास्त्री फारसीहरू ढोङ्गीहरू जस्तो नै भइपठाउँछौँ कि हामी पनि मानिसहरूको बिचमा चाहिँ लामो लामो प्रार्थना गर्छौँ। मजा मजाको शब्दहरू जोडी जोडी, लय मिलाइ मिलाइ है, अन्य भाषाहरू पनि मा पनि हामी लगाइ लगाइ हामी प्रार्थना गर्छौँ। तर जब हामी एक्लो अवस्थामा हुन्छौँ, गुप्तमा हुन्छौँ, घरभित्र कोठाभित्र दैलो थुनेर बसेको हुन्छौँ, हामी मोबाइलमा रिल हेरेरै समय बिताउँछौँ, सर्ट मुभिजहरू हेरेरै हामी समय बिताउँछौँ, तर प्रार्थनामा बिताउँदैन समय। प्रभुले भन्नुहुन्छ हेर, तिम्रो प्रार्थना पनि मान्छेले देखोस् या नदेखोस् प्रब्लम छैन, तर तिम्रो प्रार्थना पनि परमेश्वरले चाहिँ देख्नुपर्छ। अनि तिमीले असल काम पनि, तिम्रो असल काम पनि मानिसले देखोस् या नदेखोस्, तर गुप्तमा देख्नुहुने परमेश्वरले चाहिँ तिम्रो असल काम देखेको हुनुपर्दछ। प्रिय, आज बिहानी सायद मैले तपाईँलाई साह्रै घोचेर भने होला जस्तो भन्नुहुन्छ होला, मेरो इन्टेन्सन त्यो होइन। तर बाइबलले जे भन्नुहुन्छ मैले त्यो कुरो भनेको छु। दुईवटा कुरो, हाम्रो दान गुप्तमा होस्, परमेश्वरले देखोस्, हाम्रो प्रार्थना पनि परमेश्वरले देखोस्, परमेश्वरको अगाडि पुगोस्, अनि परमेश्वरबाट हामीले इनाम पाउनेछौँ। प्रभुले आज बिहानी तपाईँ र मलाई धेरै आशिष दिउन्। गड ब्लेस यु, हेभ अ ब्लेस्ड डे अहेड। फेरि पनि अर्को शुक्रबार हामी भेट्नेछौँ प्रभुको वचन सत्ता। तबसम्मको निम्ति गड बी विथ यु। बाय बाय, गड ब्लेस यु।